के हो यो मन्जु हामी दुईटा टोली छ एउटा मुगुको टोली छ एउटा अछामको छ एउटा अछाम एउटा मुगु ल राख्नुहोस् कुरा मुगु टोलीमा मैले केही कुरा राख्न चाहेँ है एउटा हामीले चाहिँ ध्यान राख्नु पत्र ल्याएको छौँ माननीय ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीज्यू माननीय कुलनारायण घिसिङज्यू विशेष कर्णाली प्रदेशको मुगु जिल्लामा दीर्घकालीन विद्युत अभाव र स्थायी समाधानका लागि तत्काल सरकारी पहल आवश्यक रहेको बारे माननीय मन्त्रीज्यू सम्मानपूर्वक यो निवेदन प्रस्तुत गर्दछौँ। कर्णाली प्रदेशको मुगु जिल्ला भौगोलिक रूपमा अत्यन्त विकट भए पनि यहाँको बासिन्दा राष्ट्रका सबै नागरिक सरह समान सुविधा र आधारभूत पूर्वाधार पाउने हकदार हुन्। तर आजसम्म मुगु जिल्लाको विद्युतको पहुँचको अवस्था अत्यन्त दयनीय छ। जिल्लाको अनुमानित कुल जनसङ्ख्या 70,000 मध्ये करिब 3500 जनाले विद्युत प्रयोग गर्न पाएका छन्, अर्थात् करिब 95% जनता अझै पनि अन्धकारमै बाँच्न बाध्य छन्। हाँसो, शिक्षा, उद्योग, स्वास्थ्य र सञ्चार सबै आधुनिक सुविधाको आधार उज्यालो, तर मुगुको 95% भन्दा बढी जनसङ्ख्या अझै पनि आधुनिक विकासको मूलभूत सुविधाबाट पूर्ण रूपमा वञ्चित छन्। मुगु जिल्लामा विद्युतको अभावका मुख्य चुनौतीहरू: जिल्लाको विशाल भूभाग अझै स्थिर र विश्वसनीय विद्युत सेवाबाट टाढा छ। साना ठुला बस्तीमध्ये अधिकांश आजसम्म राष्ट्रिय ग्रिडको उज्यालो छुन सकेको छैनन्। दैनिक जीवन, व्यवसाय, पढाइ र सेवा प्रवाह अन्धकारले बन्दी बनाएको छ। 2. राष्ट्रिय ग्रिडको विद्युत अपेक्षित रूपमा गाउँ गाउँमा फैलिन नसक्नु। उज्यालोको आशामा बसेका हजारौँ नागरिकहरू अझै पनि धमिलो बत्ती, दाउरा, मैनबत्ती, अस्थायी स्रोतको निर्वाचन र झरो बालिरहेका छन्। 3. अस्थिर आपूर्ति र वितरण क्षमताको अत्यन्त कमजोरी। कसैलाई पनि बत्ती आउँछ घन्टौँ, दिनौँ उत्ताप चढाव, कसैलाई महिनौसम्म बत्ती नै आउँदैन। यही अस्थिरताले मुगुको विकास पूर्ण रूपमा अवरुद्ध बनाएको छ। 4. विद्युत नहुँदा जीवनमा सबै क्षेत्र प्रभावित। विद्यालयको पढाइ प्रभावित, अस्पतालको उपकरण चल्दैनन्, संसार सेवा प्रभावित छ, खोजी छैन, डिजिटल सेवा पूर्ण रूपमा अवरुद्ध छ। साना उद्योग, कृषि, पशुपालन र स्थानीय उद्यम सबै विद्युत अभावका कारण ठप्प छन् मुगु जिल्लामा। माननीय मन्त्रीज्यू, हाम्रो विनम्र अनुरोध छ हजुरप्रति, मुगु जिल्लाको विद्युतीकरण केवल पूर्वाधार निर्माण मात्र होइन, मानव विकास, सामाजिक समानता र राष्ट्रिय समावेशीकरणको प्रश्न बनेको छ। त्यसैले मुगुलाई विशेष विद्युतीकरण प्राथमिकता क्षेत्र घोषणा गरिदिनुहोस्। 2. जिल्लामा सबै 70,000 जनताको लागि चरणबद्ध तर स्पष्ट 100% विद्युत पहुँचको समय सीमा सार्वजनिक गरिदिनुहोस्। 3. विश्वसनीय स्थिर र दिगो विद्युत वितरण संरचनाको निर्माणका लागि विशेष प्राविधिक टोली तत्काल परिचालन गरिदिनुहोस्। 4. भूगोलसँग मेल खाने दीर्घकालीन समाधान राष्ट्रिय ग्रिड प्लस स्थानीय वैकल्पिक स्रोत एकीकृत रूपमा कार्यान्वयन गरिदिनुहोस्। मुगुका सबै स्थानीय तहमा विद्युतीकरणलाई द्रुत गतिमा अगाडि बढाउन तेज गतिका निर्देशन जारी गरिदिनुहोस्। माननीय मन्त्रीज्यू, मुगुका जनताले वर्षौँदेखि प्रतीक्षा गरेको उज्यालो अहिले पनि प्रतीक्षामै छ। 70,000 जनसङ्ख्या मध्ये केवल 3500ले मात्र उज्यालो पाएको वास्तविकता राष्ट्रका लागि दुःखद स्थिति हो। हामी आशावादी छौँ तपाईँको नेतृत्व विद्युत क्षेत्रले प्राप्त गरेको परिवर्तनकारी गति मुगुसम्म यथाशीघ्र पुग्नेछ। विनम्रतापूर्वक मुगु जिल्लाका युवाहरूको तर्फबाट मन्त्रीज्यू सबै नमस्ते भन्न चाहन्छु। र तपाईँलाई विशेष गरी आज हामीले चाहिँ यो घोषणापत्र किन दिइरहेका छौँ भने मुगु जिल्लामा म पनि त्यही जन्मेको नागरिक हो, या भर्खरै मुगुबाट आएको भाइहरू पनि छन्, अझै पनि र अर्को अब तपाईँलाई नराम्रो लाग्ला, हाम्रो परिवार र हाम्रो फ्यामिली सबै झरो बालिरहेको, त्यो भनेको काठको सल्लाहको भित्रको भागले हामी बालेर उज्यालो बालिरहेका छौँ। मुगुको 95% हामीले बोकेर आएका छौँ झरो। अब यसलाई मैले तपाईँले नराम्रो ल्याएन, यो मैले तपाईँ देखाउन खोजेको के भने कर्णालीका नागरिकले यो बाल्छ हेर्नुहोस्। यो बालेर हामीले बेलुका भएपछि सधैँ हाम्रो जीवन, मेरो बुवादेखि हजुरबुवादेखि आजसम्म आइपुग्दा हाम्रो संयोजनसम्म हामीले यही बालिरहेका छौँ। हाम्रो जीवन यसैमा जाने रहेछ। तपाईँले उज्यालो नेपाल भन्दै गर्दाखेरि तपाईँको समर्थन छ, तपाईँ राम्रो काम गर्नुभएको छ। हिजो 18 घण्टा विद्युत जान्थ्यो हाम्रो नेपाल, आज यो अवस्थामा तपाईँ हो। तर कर्णालीको नागरिक पनि बुझिदिनुहोस्। त्यसपछि कर्णालीको पनि कर्णालीबाट आएको कारणले गर्दाखेरि यो म किन देखाउन बाध्य छु भने मेरो आमा बुवा यसैमा बिताउनु भयो, मेरो जिन्दगी यसमा नजाओस् र पछिल्लो पुस्ता पनि यसमा नजाओस् भन्नको लागि तपाईँको कार्यकाल 3 महिना भयो हो, यो छोटो समय हो, अझै 3 महिना बाँकी छ, त्यो शुभ रहोस्। तर हाम्रो लागि विश्व अब हुम्ला कता